घरकी जेठी छोरी दुःख सङ्घर्ष समर्पण त्याग सबै कुराहरू उसले मजाले बुझेकी छे। अरूको चित्त बुझाउनु नै उसको धर्म हो। सबैको मन राख्दा राख्दै उसको कुरा सुनिदिने सायद कोही नभएर होला। कयौँचोटि कयौँ पटक एक्लै रुझेकी छे। भाइ बहिनीको दायित्वभन्दा ठुलो उसको कुनै सपना छैन। परिवारको जिम्मेवारी भन्दा उसले अन्त कतै बाटो अल्मलाएको छैन। एक दिन कोही त आउला उसको पनि हात समाउला। उसले त्यही भएर मनमा अनेकौँ ख्यालहरू समालेकी छे। कोसँग कसरी बोल्नुपर्छ, कस्तालाई कस्तो व्यवहार गर्नुपर्छ, उसले सबै संस्कारहरू पनि मजाले जानेकी छे। भगवानले जे दिए दुःख सङ्घर्षहरू त्यो त सबै उसको परीक्षा हो। उसले बस त्यति जानेकी छे। आफ्नो भाग्य नै आफ्नो कर्मले बनाउने हो, उसले यही कुरा ठानेकी छे। बार बार पैतालै पछि उसको परीक्षाहरू आउने गर्दछन्। हरेक समस्याहरूले सताउने गर्दछन्। आफ्नालाई सुनाए त्यो हाँसो भन्छ, उसलाई थाहा छ। त्यही भएर त ऊ मनका कुराहरू कसै सामु खोल्दिन। कसैले केही भनिहाल्यो भनेदेखि भित्रै घुम्साएर राख्छ। अरूका सामु फ्याट्ट केही पनि बोल्दिन। सोझी संस्कारी हेर्दाखेरि सुहानी छे, तर घरको जिम्मेवारीले उसलाई थिचेको आजसम्म कसैले देखेको छैन। अक्सर आमाको बारे लेख्ने यहाँ हजारौँ भेटिन्छन्, तर आमाको अर्को रूप हो घरकी जेठी छोरी। त्यो कुरा आजसम्म कसैले आफ्नो महाकाव्यमा लेखेको छैन। हो, दुःख गर्दा गर्दै उसको जिन्दगीभरि नै सबै दुःखै दुःख लेखिएको हुँदो रहेछ। जसले जस्तो व्यवहार गरो उसलाई पनि त्यस्तै फर्काउन उसले जान्न त जानेको हो, तर पनि उसको आफ्नो संस्कारले त्यो नदिँदो रहेछ। सबैभन्दा ठुलो उसले थाप्लोमाथि सजाएका अनेकौँ सपनाहरू जुन घर अनि परिवारका निम्ति छन्, भाइ बहिनीहरूका सपनाका निम्ति छन्, उसले बस त्यसैले आफ्नो भाग्य अनि भाग्यको अंश ठानेकी छे। परिवारको ओठमा हाँसो अनि आफ्नो आँखामा आँसु, उसले त बस त्यति कुराहरू जानेकी छे। घरकी जेठी छोरी हो, जसले जे भने पनि हुन्छ भनेर शिर निहुराएर मानेकी छे। अनेकौँ पीडाहरू आए तापनि मुस्कुराउन जानेकी छे। म त अचम्ममा पर्छु कहिलेकाहीँ। मनभित्र पीडा बोकेर भए पनि खै उसले कसरी घर अनि परिवार सम्हालेकी छे।